क्राफ्ट वक यो भेरबाउरीको सिसापाङमा पनि देखिन्छ। त्यस्तै थुप्रै छ। यो क्यान्जिन रियो 2 भयो यताको। लाङटाङ भ्याली ट्रेकको लागि चाहिँ लगभग हाम्रो तयारी पुरा भइसकेको छ। सामानहरू प्याकिङको क्रम निरन्तर अगाडि बढिरहेको छ र भोलि बिहानै हामी चाहिँ यहाँबाट लाङटाङ भ्यालीको लागि प्रस्थान गर्नेछौँ। अहिले राम्चे आइपुग्यौँ हामी। राम्चे आइपुग्दाखेरि जाडो पनि असाध्यै बढेर मैले त अलि बाक्लो लुगा पनि निकालेर लाएँ। भित्र हाम्रो चिया बन्दैछ। चिया अन्डा खाजा खाएर फेरि हाम्रो यात्रा अगाडि बढ्छ। आइपुग्यो फाइनली। हेलो, हामी चाहिँ फुलमुन स्यापुबेसी होटलमा आइपुग्यौँ है। कति घन्टाको यात्रापछि? हामी 7-8 घन्टाको पछाडि ल हामी माथि रुम हेर्न जाँदैछौँ है। ल खाना पनि आइपुग्यो। मटन खाना सेट छ आज। मिठो होला जस्तो हेर्दा पनि टेस्टी। ल खाना खाएर हामी सुत्न जान्छौँ। अहिले बिहानको 6:30 हुन लाग्यो। स्यापुबेसीमा मौसम एकदमै खुलेको छ। घाम लाग्ला जस्तो छ। अब ब्रेकफास्ट गरेर आजको यात्रालाई हामी अगाडि बढाउन जाँदैछौँ। मौसम चाहिँ पुरै आज घाम लाग्ला जस्तो आकाश खुलेको छ। ओके गुड। कति क्युट यो। ल फेरि पर्सि आउँदा भेट्ने है। हस् ल यात्रा सुरु हो। कहाँको यात्रा? लाङटाङ भ्यालीतिरको यात्रा है सुरु भयो। ल माथि भेटौँला अब। यो चाहिँ लाङटाङ खोला र भोटेकोसी आएर मिसिएको दोबान भनौँ। यो भोटेकोसी यो माथिबाट आइरहेको चाहिँ यो चाहिँ भोटेकोसी र यताबाट आएको चाहिँ लाङटाङ खोला। यो तिब्बतबाट आएको बाढी चाहिँ यही खोलाबाट आएको थियो। स्यापुबेसीमा पनि धेरै क्षति पुर्याएको रहेछ। सबै पहिरो गएको छ। यो नदीले कटान गरेर वरिपरि धेरै ठाउँमा पहिरो गएको छ। झरना आयो झरना। लाङटाङ खोला छङछङ्ती बगेको तल आयो आयो झरना आयो। ल झरना ब्याकग्राउन्डमा पुरै माथिबाट खसेको झरना छ है। दामी चिसो हावा तर मजा। झरना झरना ल चिसो भिज्यो सबै।
अहिलेसम्म त तेर्सो बाटो सजिलै थियो हिँड्नलाई, तर अब पुरै उकालो चढ्नुपर्छ है। यो बाटो पुरै उकालो चढ्नुपर्छ। नेपाल साँच्चै नै प्राकृतिक सुन्दरताले भरिपूर्ण र धनी देश हो भन्ने कुरा यस्तो राम्रा राम्रा प्राकृतिक दृश्यहरूले प्रमाणित गर्छ। अहिले चाहिँ पहिरो भन्ने ठाउँमा आइपुग्यो। एकछिन हामी चिया नास्ता गर्छौँ। यसले अलिक भोक लाग्ला जस्तो हो। थोरै थोरै थकान र रोमाञ्च दुइटै मिसिएको छ यात्रामा। एकछिन ब्रेकफास्ट गरौँ। यो सबै हाम्रो ह्यान्डिक्राफ्ट वर्क, सच ब्युटिफुल फिस। कति राम्रो राम्रो छन्, सानो सानो पर्सहरू, लेडिज ब्यागहरू। यसो चिया खाएर उक्लियौँ फेरि मासतिर। हामी त कहाँसम्म पुग्न सकिन्छ आज। यो भिरमाउरीको मोमो जस्तो लाग्यो, पुरै भिरमा छ यो। पहरामा पुरै कसरी मान्छे गएर ल्याउनु सक्छ त्यहाँ त, डेन्जर छ। बिस्तारै बिस्तारै। त्यहाँ नसम्म चुडिन्छ त्यो। चाहिँ हामी ब्याम्बू आइपुग्यो। यो ब्याम्बू हेर्नुहोस्, बिहान 7:30 बजेतिर सायद हामी ब्रेकफास्ट गरेर स्याब्रोबेसीबाट हिँडेको। अहिले 11 बज्न लाग्यो। हामी चाहिँ अहिले ट्याक्क ब्याम्बूमा आइपुगेको छौँ। अब यहाँ खाना खान्छौँ। खाना खाएर अब पानी पनि परिरहेको छ, हल्का एकछिन रेस्ट गर्छौँ। हेरौँ अब अगाडि कतिसम्म जान सकिन्छ आज। अहिले चाहिँ यो रिभर साइडको टी सपमा आइपुग्यो। पहिला पनि मैले यहाँ छुर्पी किनेको थिएँ। सानो तर चिटिक्क परेको ठाउँ छ यो रिभर साइडमा। तिब्बतीयन मालाहरूदेखि लिएर ह्यान्डिक्राफ्टको सामानहरू पनि पाइन्छ किन्नको लागि। यहाँ एकछिन रेस्ट गरेर चिया खाने ठाउँ यो। छुर्पीहरू पनि बिक्रीको लागि राखेको छ। हेर्नुहोस् लाङटाङ खोलाको उग्रहरू। बाफरे बाफ, यस्तो डरलाग्दो ठाउँमा पनि कसले होला त्यो ढुङ्गामाथि गएर चट्टै ढुङ्गा मिलाएर राखेको छ क्या। बहादुर चाहिँ बहादुरै हो मान्छे। हामी त बबाल छ है भ्यू। लाङटाङ भ्याली म हेर्न आएको, लाङटाङ भ्याली म हेर्न आएको, प्रकृतिको दृश्यमा रमाएको,
साथीहरू यो चाहिँ लामा होटल आउनुभन्दा ठ्याक्कै अलिकति अगाडि भयङ्कर पहिरो झरेको रहेछ है। माथिबाट ढुङ्गाहरू गुल्टिन सक्छ भनेको छ। सो अलिकति केयरफुल भएर क्रस गर्नुपर्ने हुन्छ यो भाग चाहिँ। मान्छेहरू त क्रस गरिरहेकै छ। अब यहाँ तल लाङटाङ खोला छङछङती बगिरहेको छ भने यहाँ माथिबाट आएको पहिरो चाहिँ देख्न सक्नुहुन्छ। माथिबाट खासै त्यस्तो डरलाग्दो त छैन। यो मान्छेहरूले चाहिँ वाइड एङ्गलबाट खिचेर अलिकति डरलाग्दो छ भन्ने अलिकति सेफ चाहिँ हुनुपर्छ होइन। तर त्यस्तो भने जस्तो डरलाग्दो पनि छैन। क्रस गर्न सकिन्छ है सजिलै। नेचर हेर्दाखेरि त रमाइलो त लाग्छ तर दुःख पनि त्यत्तिकै हुन्छ। हामी रिम्ची आइपुग्यो। यहाँबाट चाहिँ यो हाम्रो शेर्पा गाउँ जाने बाटो पनि छुटेको रहेछ। यो चाहिँ 2495 मिटरको हाइटमा छ। 2450 2495 यस्तो रहेछ। पानी पर्ला जस्तो छ फेरि पनि। हामी यहीँबाट आएको अघि यहाँबाट यही बाटोबाट आएको। ठिक छ। टुरिस्टहरू पनि थुप्रै हुनुहुन्छ। ल साथीहरू हेर्नुहोस् है त यो पैसा कमाउन चाहिँ त्यति सजिलो छैन क्या। तपाईँले यो देख्नु भएको छ नि यो त धेरै हेभी छ क्या। यो स्याफ्रीबेसीबाट एकजना भाइले चाहिँ बोकेर यो क्यान्जिन गुम्बासम्म लगिरहनु भएको छ होइन। अब कति दुःख होला यसमा, कति पसिना चुहाएर आउनु भएको थियो। मान्छेहरू चाहिँ पैसा कमाउनु धेरै सजिलो छ भन्छ नि। वास्तविक दुःख कस्तो हुन्छ भनेर चाहिँ तपाईँहरूले यहाँ आएर हेर्नुभयो भने यो पोटरहरू कसरी बोकेर आउनु भएको छ होइन। अनि त्यस पछाडि थाहा हुन्छ क्या। रेड पान्डा देखियो थियो तर क्यामेरामा क्याप्चर गर्नु चाहिँ भ्याइएन। यहाँबाट तल गइहाल्यो नि। यो चाहिँ निकुञ्ज एरिया पनि हो। त्यो र यहाँनिर संरक्षित जनावरहरू रेड पान्डा लगायत अरू थुप्रै जनावरहरू पनि कहिलेकाहीँ देखिन्छ यात्रामा। थोरैले गर्दा खिच्न पाइएन। ल अब हामी ट्याक्क लामा होटल आइपुग्यौँ। आई थिङ्क आजको बास चाहिँ हामी यहीँ बस्छौँ र भोलि बिहान उठेर जान्छौँ अगाडिको यात्रामा। निकै राम्रो भ्यू छ यो लामा होटलको। यता आएर पाउ ल हामी बस्नको लागि जाँदैछौँ अब हाम्रो लामा होटल एरियामा। होटल जङ्गल भ्यूमा एकदम दामी छ। पुरा काठको अन्धकार छ भित्र चाहिँ। बिहानको 7 बज्न लाग्यो। अहिले पानी परिरहेको छ बाहिर। आयौँ भने अब रेनकोट ओढेर मासतिर उक्लिने प्रयासमा छौँ। जिन्दगीको सबैभन्दा अविस्मरणीय क्षण हो यो गाइस।
पानी पर्यो है न मजासँग पानी परिरहेको छ अहिले चाहिँ हामी रिभर साइडमा आइपुग्यौँ बाटो अझै लामो छ रेनकोट ओढेर यात्रा अगाडि बढाइरहेका छौँ हेर्न सक्नुहुन्छ यहाँ पुरै टुरिस्टहरू आएर एकछिन रेस्ट गरिरहनु भएको छ यो चाहिँ रिभर साइड हो है त पानी परेको परै छ एकोरो पानी परेको छ अहिले चाहिँ म घोडा तबेला आइपुगेँ र खानाको लागि यहाँ बस्दैछु एकदमै ठुलो पानी पर्ला जस्तो छ यो चाहिँ घोडा तबेलाको तिब्बतन होटल एकदमै राम्रो छ सब फेसिलिटी छ खानाको लागि मान्छेहरू यहाँ प्याक छ हेर्नुहोस् है आज हेर्नुहोस् है पानी परेर सबैजना मान्छे लाङटाङ भिलेज जाने मान्छेहरू इन्टरनल एक्सटर्नल सब टुरिस्टहरू यहीँ हुनुहुन्छ ल हेर्नुहोस् अब यहाँबाट हामी क्रस गरेर यो बाटो हुँदै 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 लाङटाङ जानुपर्ने अब यो खोला क्रस गर्न सक्ने अवस्था रहेन हेर्नुहोस् त फर्केर थाङसपमा गएर आजको बास नै बस्नुपर्ने अवस्था आयो यस्तो डरलाग्दो छ खोला यति डरलाग्दो छ कि क्रस गर्नै सकिँदैन केही गरे पनि है अब हामी थाङसा फर्केर त्यतैतिर बास बस्छौँ होला हेर्नुहोस् त यो खोला कति ठुलो भएको अहिले मान्छेहरू क्रस गर्न खोज्दैछन् तर निकै गाह्रो छ है क्रस गर्न ज्यान जोखिममा मोलेर क्रस गर्नु चाहिँ त्यति राम्रो चिज चाहिँ होइन यहाँनिर एकदम गाह्रो छ खोला क्रस गर्नु र खोला माथि हेर्नुहोस् त तपाईँले यो सातो दाँचो माथि हेऱ्यो भने ल हेर्नुहोस् यो माथिबाट आएको हेर्नुहोस् पहराबाट यो सानो सानो त कति छ कैस छ हो हेर्नुहोस् त झन् ठुलो आयो खोला बढ्यो ल खोला बढ्यो हेर्नु ठाउँ खोला बढ्यो हिजो चाहिँ भीषण वर्षा भएको कारणले समाचारमा हजुरहरू जहाँ हुनुहुन्छ त्यहीँ सेफ ठाउँमा बस्नुहोस् भन्नुभएको समाचारलाई मध्यनजर गर्दै हामी पनि यहाँ लाङटाङ जान भनेर आएका थियौँ बिच बाटोमै सेफसँग बसेका हिजो भीषण पानी पर्यो र हामी चाहिँ यहाँ अगाडि जान सकेनौँ लाङटाङ जान लागेको बिचमा खोला ठुलो आएकोले तर्नै सकिएन र अहिले हामी थाङसापमा बसेर बिहानको सूर्योदय पनि हेर्ने अवसर पायौँ र घाम झलमल लाग्दैछ अहिले मौसम पुरै खुलिसक्यो माथि माथि हिमालको चुचुराहरूमा हिउँ लागिरहेको छ अहिले तपाईँले देख्न सक्नुहुन्छ हिउँ परिरहेको छ यो थाङसाप गाउँ हो पुरै पत्थरको पहाड यतापट्टि लाङटाङ लिरुङको श्रृङ्खला छ हिजो चाहिँ साह्रै नराम्रो घटना घटेछ यहाँ घोडा तबेलाभन्दा अलिकति तल खोला क्रस गर्ने क्रममा भक्तपुरको 4 जना मान्छेहरू चाहिँ बगायो भनेर एउटा दाइले भर्खरै सुनाउनु भयो सायद हेलिकप्टर त्यसैको सर्च अपरेसनको लागि आएको हुनुपर्छ निकै दुःखद घटना घटेछ अनि यहाँ आर्मीहरू पनि सर्चको लागि जाँदै हुनुहुन्छ साह्रै नमजा लाग्यो निकै नराम्रो घटना घटेछ अहिले चाहिँ हामी त्यो हिजोको खोला क्रस गर्न नसकेर अहिले माथि उकालो चढ्दैछौँ अलि माथि आए पछाडि खोलाको भाव अलि सानो होला भनेर त्यहाँबाट क्रस गर्न सकिन्छ कि भनेर निकै माथि उकालो चढ्दैछौँ खोला क्रस गरेर फेरि हामी लाङटाङतर्फ अगाडि बढ्नु नै छ
अहिले चाहिँ ठ्याक्कै दिनको 2 बज्न लाग्यो। म चाहिँ अहिले लाङटाङ गोम्पामा छु। खानासाना खाइयो यहाँनिर। यो ठ्याक्कै गोम्पाको माथि नै, यो गोम्पा बसेको ठ्याक्कै माथि नै लाङटाङ हिमाल हो। अहिले कुहिरोले छेकेको छ। अब हामी चाहिँ आज क्यान्जिन गुम्बासम्म पुग्ने प्लानमा छौँ। मौसम एकदम खुलेको छ। पर हिमालहरू पनि देख्न सकिन्छ। अहिले चाहिँ थोरै कुहिरोले छेकेको छ। थोरै जुम गरेर हेरौँ। अबको यात्रा क्यान्जिन गुम्बातर्फ। यो 72 सालको भूकम्पले धेरै मान्छेहरूको मृत्यु भयो यहाँनिर र पुरै बगरमा परिणत भयो। त्यही माथि हिजो अस्ति परेको अविरल वर्षाले हेर्नुहोस् त बाढी आएर यो पुरै क्षेत्र पहिला कति रमणीय ठाउँ थियो। ल लाङटाङले हामीलाई यही पाठ सिकाउँछ कि हामी जति लडे पनि उठ्नुपर्छ, मोटिभेट गर्छ यो। वेलकम टु लाङटाङ 3455 मिटर। अहिले चाहिँ हामी मुन्डु आइपुग्यौँ। यहाँ चाहिँ प्रहरी चौकी लाङटाङ एउटा सानो प्रहरी बिट पनि रहेछ। यो चाहिँ मुन्डु पुरै कुहिरो लागेको छ। अहिले कुहिरोले हुस्सुले गर्दाखेरि खासै केही देखिँदैन। यस्तो ठुला गेस्ट हाउसहरू पनि छन् है यहाँ। ल बाटोमा कहिलेकाहीँ तपाईँहरू अप्ठ्यारो पऱ्यो भने यतै बस्न पनि सक्नुहुन्छ। कुहिरोले गर्दा केही देखिँदैन। होला सिन्धुम गाउँ आइपुग्यो है त। बाय बाय। ए बाय बाय घोडा। होइन आज 2-2वटा चन्द्रमा देखेँ नि मैले। कुन चाहिँ चन्द्रमा ओरिजिनल हो? सक्छ ब्याग बोक्न? ल जाऊ जाऊ। हिँड्दा हिँड्दै राति भयो।
झोल्नेको लागि आज हाम्रो 8-10 घन्टाको हिँडाइ पछाडि फाइनल्ली हामी क्यान्जिन गुम्बा गाह्रो भयो आज हिँडाइले भोलि चाहिँ हामी सम्भव भएसम्म देखिएको छैन अँध्यारोले क्यान्जिन री चढ्ने प्लानमा छ एभ्रिवान गुड मर्निङ नमस्ते हिजो बेलुका चाहिँ सालबस्तीतिर हामी यहाँ क्यान्जिन गुम्बा भन्ने ठाउँमा आएर बसेका थियौँ अनि अब आज चाहिँ यो क्यान्जिन री भन्ने चढ्ने त भनेको खोइ हेरौँ मलाई हिजो बेलुका अलिक गाह्रो भइरहेको थियो सायद अलि हाइटमा आएको भएर होला यहाँबाट देखिने भनेको भ्यू पोइन्ट चाहिँ यही रहेछ होला बब्बाल देखिरहेको छ यहाँबाट पनि है हाम्रो देशको सौन्दर्यतालाई हेर्नुहोस् गाइज चारैतिर हिमालको फेदीमा छौँ हामी यति दुःख 4 दिन दुःख कष्ट गरेर सायद हेर्नलाई त आउने है सबैजना ठिक छ सबै कुरा राम्रो छ रमाइलो छ सायद अब फेरि यही ठाउँमा त हामी आउन सकिँदैन होला बिहानको काम लाग्यो पछाडि हिमाल टल्केको बिहानको 6:30 भयो यो क्यान्जिन गुम्बाबाट देखेको दृश्य यो सेयर गरी यो आँखाले भ्याएसम्म जता हेरे पनि हिमालभन्दा अरू केही पनि देखिँदैन एकदमै सुन्दर एउटा भ्याली छ यो क्यान्जिन भ्याली हिमालको टाकुरामा घाम पनि पर्न थालिसक्यो झन्डा पनि फर्किरहेको छ यता त पुरै घाम परेर हिमालहरू सुनौलो भइसकेको छ क्या दामी भ्यू यता लाङटाङ लिरुङ पछाडि यसमा पनि घाम परिसकेको छ र यता पर पछाडि चाहिँ हिमाल कति छ यो पछाडिको यो चाहिँ क्यान्जिन आई र आई थिङ्क यहाँ मान्छेहरू गइरहेछन् चढ्नलाई जुम गरेर थुप्रै मान्छेहरू गइरहेछन् यहाँ पुग्दैछन् कोही जाँदैछन् चढ्नलाई निकै सुन्दर दृश्य अब हामी चाहिँ बिहानको ब्रेकफास्ट गरिसके पछाडि अब क्यान्जिन री चढ्न उकालो लाग्दैछौँ हेरौँ कति समय लाग्छ हामीभन्दा अघि पनि मानिसहरू गइरहेछन् है क्यान्जिन आइमा यहाँ तलबाट चढ्न सुरु गरेको ठाडै उकालो छ हावा पनि त्यत्तिकै चलेछ अझै यो माथि चुचुरो पुग्नुपर्छ यहाँ जुम गरेर मान्छेहरू आउँदै गरेको झर्दै गरेको देख्न सकिन्छ सायद यतातिर छ झर्दै गरिरहनु भएको रहेछ यहाँबाट यहाँ माथि निस्केर यो चुचुरो पुगे पछाडि क्यान्जिनको टुप्पोमा पुगिन्छ
कस्तो लाग्यो त थाकेर हैरान भयो है भ्यू हेरौँ है त्यहाँबाट ल पुरै हिमालय I love Nepal यति धेरै हन्डर ठक्कर दुःख कष्ट भोगेर पनि म आज आइपुगे केन्जिनरी करिब 2.5 घन्टाको ठाडो उकालोपछि अहिले हामी केन्जिनरीको टपमा आइपुग्यौँ। समुद्री सतहबाट 4400 मिटर उचाइमा छ भने यहाँबाट एकदमै आकर्षक हिम श्रृङ्खलाहरू देख्न सकिन्छ। लाङटाङ लेरुङ हिम श्रृङ्खला यो सिसापाङमा पनि देखिन्छ। त्यस्तै थुप्रै छ। यो केन्जिनरी यो 2 भयो यताको अलिकति पर यो हिउँले पुरेको चाहिँ यो शेरगढी भयो। यता पर अब थुप्रै छ हिम श्रृङ्खला धेरै छ चारैतिर। जता हेऱ्यो उता हिमाल भन्दा अरू खासै केही देखिँदैन कि यहाँबाट। अब बिस्तारै बादल पनि उठ्न थालेको छ। सायद हावा पनि धेरै चल्छ। अब चाहिँ तल झर्नुपर्छ हामी। आइपुग्यो माथि। गाइज जति दुःख भए पनि एकचोटि चाहिँ आउनै पर्ने ठाउँ है केन्जिनरी। म चाहिँ चढेँ। अब हजुरहरूको पालो। डियर केन्जिनरी तिम्रो ठाउँमा आइपुग्न मलाई धेरै दुःख भयो बट आई लभ यु। हेलो एभ्रिवान अहिले म छु केन्जिनरी जुन रहेको छ 4400 मिटरको हाइटमा। सबैजना आउनु होला। मेरो केन्जिनरी चढेर हामी चाहिँ अहिले ओह्रालो झर्दैछौँ। अब एकैछिनमा हामी केन्जिन गुम्बा पुग्छौँ। बाटो ओह्रालो छ एकदम। अलिकति यो गिटीहरू भएको कारणले गर्दा अलिकति चिप्लिन सक्ने सम्भावना पनि छ। हामी सुरक्षित हुँदै बिस्तारै तलतिर। अहिले चाहिँ हामी यो केन्जिनरीको सफल आरोहण पश्चात केन्जिन गुम्बामा खाना खाएर अब तलतिरको यात्रामा झर्दैछौँ। आज सम्भव भएसम्म हामी गुम्बा पुग्ने लक्ष्य छ। हेरौँ के हुन्छ। हामी चाहिँ हिजो तलतिर नगई यहीँ लाङटाङमा बसेका थियौँ। ब्रेकफास्ट गरेर हाम्रो यात्रा अगाडि बढ्छ। मुखमा मौला लागिदियो हेर्नु खान्छ भनेर मुखमा मौला लगाइदिएर। अस्ति चाहिँ हामी आउँदाखेरि यो खोला तर नसकेर माथि पुगेर क्रस गरेको थियौँ। अहिले चाहिँ धन्न यहाँनिर पुलहरू बनेछ। पुल बनाइदिनु भएछ। धन्यवाद छ नेपाली सेना र नेपाल प्रहरीलाई। अहिले अलिक सहज हुने भयो क्रस गर्न। ओहो यही खोलाले हो है 4 जना मान्छे बगाएको। यो पानी तर नसकिन्थ्यो पहिला। अहिले चाहिँ घटेर यत्रो छ। यहाँको पुल पनि बगाएर अहिले यो काठ एउटा राखेको छ। यहाँनिर खोलाको भाव निकै ठुलो थियो र ठुलो भेल पनि उफ्रिरहेको थियो त्यो बेलामा। यहाँ हामी ठ्याक्कै क्रस गरेको 10-15 मिनट पछाडि त्यो दुर्घटना घटेको रहेछ। मान्छे धेरै बगाइसक्यो यो खोलाले। मान्छे धेरै बगिसक्यो। अनि एकदम होसियार गरेर भने यो लेकको यो सानो रहेछ भनेर यसमा कहिले बोल्न नपर्छ। धेरै गाह्रो हुन्छ किनभने यो चिसोको कारणले हामीलाई सिधै उँधो बगाइदिन्छ। किनभने लासै भेटाउँदैन है। लासै भेटाउँदैन। धेरै साल भयो। डेन्जर छ।
चाहिँ हामी यहीँ रिम्चेमा बास बस्छौँ र भोलि बिहान चाहिँ हामी रिम्चेबाट स्याफ्रुबेसीतर्फ लाग्छौँ। यो चाहिँ हिमाली रक्सी, लाली गुराँस, पदमचाल लगायत अरू थुप्रै जडीबुटी मिसाएर बनाएको है, शुद्ध अर्ग्यानिक औषधि ल। हामी चाहिँ हिजो रिम्चेमा पानी परेको भएर बास बसेको थियो, अहिले ओह्रालो झर्दैछौँ। बम्बु क्रस भइसक्यो, सायद पहिरोमा गएर खाना खान्छौँ आजको, र त्यस पछाडि फेरि यात्रा अगाडि बढिरहेको छ। अहिले चाहिँ म यो डोमेन खोला आइपुगेँ। यो लाङटाङ जलविद्युत आयोजना 20 मेगावाटको निर्माणाधीन अवस्थामा रहेको छ यहाँ, र यो पुरा भइसके पछाडि यसले बिजुलीको सप्लाई चाहिँ नेपालभरि गर्ने भनेर मैले बुझेको थिएँ यहाँ। डोमेन आइपुगेँ, अब यसको 1-1.5 घन्टा पछाडि स्याफ्रुबेसी पुग्छु होला है त। फाइनली स्याफ्रुबेसी पनि आइपुग्यो। 5-7 घन्टाको हिँडाइपछि रिम्चेबाट अहिले हामी स्याफ्रुबेसी आइपुगेका छौँ। निकै थाकिएको छ, सो आज हामी चाहिँ यहीँ बास बस्छौँ र भोलि बिहान 7 बजेतिर हामी गाडी चढेर घरतर्फ लाग्छौँ। निकै रोमाञ्चक रह्यो ट्रेकिङ, अलिकति रिस्की पनि। बाँकी अर्को भिडियोमा फेरि भेटौँला है त। थ्याङ्क यू।